नमस्कार, म मुकेश पोखरेल। अहिले म कपिलवस्तु जिल्लाको पश्चिम क्षेत्र चन्द्रौटामा छु। कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर 3 मा पर्ने यो क्षेत्र अलिकति विशेष संवेदनशील मानिन्छ। बेला बेलामा यो क्षेत्रमा हिंसात्मक घटनाहरू पनि भएका छन्। जस्तो कि 2063 सालमा यहाँका एकजना मुस्लिम अगुवा भैद खाँको हत्या भएपछि यहाँ भड्किएको हिंसाका कारणले गर्दाखेरि यहाँ थुप्रै मानिसहरूले ज्यान गुमाएका थिए। त्यसबाहेक राजनीतिक हिसाबले पनि अहिले यो क्षेत्र एउटा चर्चामा रहेको क्षेत्र हो। यही क्षेत्रमा बसेर लामो समयसम्म यहाँका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहनुभएका एकजना सामाजिक अगुवा हुनुहुन्छ हामीसँग साधुराम खनाल। उहाँसँग म कुराकानी गर्न गइरहेको छु। अनि इन्डियासँग बोर्डर जोडिएको छ। यता चाहिँ चुरे क्षेत्रसँग अर्घाखाँचीसँग चाहिँ सिमाना जोडिएको क्षेत्र। अहिले यहाँ चाहिँ यहाँको चुनावी गतिविधिहरू कसरी अगाडि बढिरहेका छन् त्यहाँबाट चाहिँ कुरा सुरु गरौँ। नमस्कार मुकेशजी, यहाँले यो अहिले जुन हुनु गइरहेको निर्वाचन सन्दर्भमा र यहाँ लगायत तपाईँको धेरै विषयमा एकैचोटि चाहिँ प्रश्न गर्नुभएको छ र त्यो सन्दर्भमा मलाई के लाग्छ भन्नुहुन्छ भने अहिले तत्कालको सन्दर्भमा हामीले जुन चाहिँ यो संवेदनशीलताको कुरा ल्याएका छौँ नि, त्यो विगतको जस्तो चाहिँ छैन। अहिले तपाईँको धेरै चाहिँ तपाईँको यहाँ यो समय रूपान्तरित भइसकेको छ र विगत तपाईँको 63 सालमा जुन चाहिँ त्यो एउटा मोहित खाँजीको चाहिँ घटना घट्यो, अब त्यो त अप्रत्याशित त थिएन। त्यो एउटा सुनियोजित षड्यन्त्र थियो हैन। अब त्यसले यहाँ के गर्न खोजेको थियो भन्नुहुन्छ भने यहाँको तपाईको मुस्लिम समुदाय र पहाडी समुदाय बीच चाहिँ तपाईको क्ल्यास कसरी सिर्जना गर्न सकिन्छ हैन। र यहाँ हामी चाहिँ नि हिजो रजगज गरेका जुन हाम्रो यहाँको चाहिँ स्थानीय शक्तिहरू थियो, उनीहरूको तपाईको त्यो रजगजलाई चाहिँ तपाईको यो दुईटा शक्ति कतै मिलिहाल्यो भने हामीलाई नोक्सान पुर्याउँछ कि भन्ने भावबाट चाहिँ तपाईको त्यो उत्प्रेरित भएर गरिएको थियो हैन। र त्यो घटना घट्यो। घटना घटिसकेपछि अब त्यो त्यतिखेर पनि तपाईले यहाँ त्यो अवस्थामा पनि तपाईले यो यसको भौगोलिक पनि गर्नुभएको थियो हैन। र हाम्रो पनि संवाद भएका थिए र त्यो जस्तो अवस्था चाहिँ अहिले चाहिँ छैन। अहिले चुनावी गतिविधिहरू कसरी? चुनावी गतिविधि तपाईँ कस्तो छ भन्नुहुन्छ भने अब यहाँ म त तपाईको नेकपा एमालेको कार्यकर्ता पनि हो हैन। र म यहाँको तपाईको सुरुदेखिको संगठनकर्तादेखि लिएर अहिलेसम्म म तपाईको यहाँको पार्टी जीवनमा पनि जोडिएकै छु हैन। त्यसले गर्दाखेरि मैले यहाँको सन्दर्भमा मलाई चाहिँ तपाईको राम्रो जानकारी पनि छ, अनुभव पनि छ हैन। म आफू त चुनाव लडेको छैन, तर लडाउने काम धेरै पटक गरिएको छ। र त्यो लडाउँदाखेरि हामीले अब प्रतिस्पर्धा भन्ने कुरो जित्नै पर्छ भन्ने कुरा पनि छैन हैन। जित्ने चाहिँ तपाईको एउटा राखेर टार्गेट राखेर चाहिँ तपाईको हामी चुनावमा जान्छौँ र कतिपय बेलामा हामीले जय पनि गरेका छौँ, कतिपय पटक तपाईँ पराजय पनि पुगेका छौँ। स्थानीय निर्वाचन पनि हामीले हेर्न सक्छौँ। र त्यसै गरी तपाईको यो संसदीय उसमा चाहिँ निर्वाचन क्षेत्रको सन्दर्भमा चाहिँ तपाईँ संघीय निर्वाचनको सन्दर्भमा छलफल गर्दाखेरि के चाहिँ रह्यो भन्नुहुन्छ भने मैले अघि पनि यहाँलाई संक्षेपमा जानकारी गराएको थिएँ। यहाँको यो बनोड कस्तो छ भन्नुहुन्छ भने तपाईको यो सामाजिक बनोड चाहिँ बडा विचित्रको छ के। अब एकातिर तपाईको पहाडी समाज छ, एकातिर तपाईको मधेसी समाज छ, एकातिर हिन्दू छ, एकातिर चाहिँ तपाईको मुस्लिम छ। मुस्लिम तपाईको पहाडी समुदायबाट पनि छ, मुस्लिम तपाईको मधेसी समुदायबाट पनि छ। र यो चाहिँ तपाईको चाहिँ रहेको अवस्थामा त हाम्रो चाहिँ भूमिका के रह्यो भन्नुहुन्छ भने
हामीले यो दुईटै शक्तिलाई चाहिँ तपाईको टार्गेट गरेर चाहिँ नि कुनै पनि कामहरू गर्नु हुँदैन भन्ने कुरामा चाहिँ तपाईको हामीले त्यतिखेर विश्लेषण गरियो हेर्नुहोस् है। अब त्यो विश्लेषण अहिलेसम्म पनि तपाईको लगभग चाहिँ तपाईँ कायमै छ। त्यो के भने तपाईको यो मुस्लिम समुदायलाई टाढा नबनाउने, उनीहरूको निकट हामी बस्यो भने हामी पनि अल्पमतमा छौँ, उनीहरू पनि अल्पमतमा छौँ होइन। अल्पमत जोडियौँ भने त हामी त बलियो हुन्छ हुने त होइन। कमसेकम हामी तपाईँको के भने भोलि हुने प्रहारलाई थाम्न सक्छौँ भन्ने चाहिँ तपाईँको मनसायका साथ चाहिँ तपाईँको हामीले त्यो अब यसरी चाहिँ तपाईँको शक्ति चाहिँ सन्तुलनको चाहिँ तपाईँको नीति चाहिँ हामीले अख्तियार गरेर चाहिँ काम गरेका थियौँ होइन। त्यो काम गर्दा गर्दै पनि तपाईँको के भयो भन्नुहुन्छ भने हामीलाई यो चाहिँ निर्वाचनमा जित्न हामीलाई गाह्रो हुने भयो के। त्यति गर्दाखेरि पनि हामी नसक्ने भइयो। त्यो नसक्ने हुँदै गर्दाखेरि हामीले पछि तपाईँको के गर्यौँ भन्नुहुन्छ भने अब यसरी मात्र हुँदैन होइन। अब हामी कम्युनिस्टको कार्यकर्ता भन्ने हिँड्ने, चुनाव लड्दा जहिले पनि हार्ने, त्यो त कुरा भएन। जित्ने काम पनि गर्नुपर्छ भनेर हामीले तपाईँको 78 होइन 78 सालमा अहिले गत निर्वाचन 79 सालको तपाईँको यो आम निर्वाचनमा हामीले के गरियो भन्नुहुन्छ भने मधेसकै तपाईँको सामाजिक क्षेत्रमा धेरै पहिलेदेखि काम गरिआएका तपाईँको गुप्ता परिवारका एकजना मङ्गल प्रसाद गुप्ताजी भन्नेलाई चाहिँ हामीले समर्थन गऱ्यौँ हेर्नु। समर्थन माने उहाँलाई पार्टी प्रवेश गराइयो। पार्टी प्रवेश गराएर चाहिँ तपाईँको हामी निर्वाचनमा गएपछि हामीले चुनाव जित्यौँ हेर्नुहोस्। त्यो जितेको चाहिँ हामीले त्यो हो। र हाम्रो तपाईँको बाध्यता मैले तपाईँलाई अघि पनि भने, अब यो दुईटा शक्ति मिल्दाखेरि पनि हामी चुनाव जित्न सक्ने अवस्थामा नभएपछि हामीले तेस्रो शक्तिलाई पनि उ गर्नु पर्यो है, भित्राउनु पर्यो। र त्यसरी हामीले चुनाव चाहिँ हामीले जित्यौँ। त्यसपछि चाहिँ अब त्यो जुन चाहिँ अस्थिरताको उहरू थियो नि, त्यो चाहिँ माहौल चाहिँ त्यो चाहिँ रहेन हेर्नुहोस्। र जुन यहाँ आतङ्कित हुने अवस्था थियो त्यो पनि रहेन क्या। त्यो चाहिँ अहिले पनि बिल्कुल पनि छैन तपाईँको। अहिले छ भने अब यो अहिले नयाँ देखिएका यी नयाँ पार्टीहरूबाट चाहिँ तपाईँको बेला बखतमा गरिने यी तपाईँको विध्वंसात्मक कार्यहरू, जस्तै तपाईँको भाद्र तपाईँको यो 23 र 24 गते काठमाडौँमा माने देशव्यापी रूपमा जुन घटनाहरू घटे होइन, ती त्यस्ता तत्त्वहरूको मात्रै चाहिँ तपाईँको अलिकति उ हो होइन। तर यो चाहिँ तपाईँको हाम्रो यहाँको जुन चाहिँ हाम्रो कम्युनिटी छ अहिलेको यहाँको, त्यसमा हाम्रो त्यति चाहिँ नि सद्भाव खलबलिने बिग्रिने अवस्था चाहिँ छैन। र अहिले पनि हामीले चाहिँ तपाईँको मधेस मुलकै चाहिँ तपाईँको मान्छेलाई पार्टी प्रवेश गराएर चाहिँ तपाईँको अहिले निर्वाचन लडाएका छौँ होइन। र त्यो यो निर्वाचनको पनि हाम्रो चाहिँ अपेक्षा के छ भने हामीले चुनाव जित्छौँ, किनभने गत उसमा निर्वाचनमा पनि हामीले चुनाव जितेको हो होइन। र यसपल्ट पनि हामी जित्छौँ। र त्यसको आधार के छ भन्नुहुन्छ, आधार के छ भने हाम्रो सङ्गठन मजबुत छ हेर्नुहोस्। त्यो किनभने हाम्रो चाहिँ जुन सङ्गठन छ नि, हाम्रो सङ्गठन लोकतान्त्रिक पनि छ र त्यो सङ्गठित पनि छ र फेरि गतिमान पनि छ। तर तपाईँले यो सङ्गठन अनि लोकतान्त्रिक गतिशीलताको कुरा गर्नुभयो। म धेरै ठाउँमा चाहिँ देख्दा हेर्दा कुरा गर्दाखेरि देखिन्छ भन्दाखेरि यसपटकको निर्वाचनमा एमाले चाहिँ एकदमै रक्षात्मक स्थितिमा चाहिँ देखिन्छ र कार्यकर्ता पनि जुन उत्साहका साथ यसभन्दा अगाडिको निर्वाचनमा परिचालन हुन्थे एकदम त्यो परिचालन पनि चाहिँ छैन र निष्क्रियता चाहिँ धेरै छ। कसरी चाहिँ अब एकदमै हामी चाहिँ परिचालित छौँ, मतलब गतिशील छौँ भनेर भन्नु होइन। त्यहाँ एउटा कुरा के छ भन्नुहुन्छ भने तपाईँको अब हामी त पुरा चाहिँ तपाईँको हाम्रो सरकार थियो होइन, हाम्रो सांसद थियो, सरकार थियो, सबै कुरा थियो होइन। त्यो भइरहेको अवस्थामा कार्यकर्तामा बढी चाहिँ तपाईँको आउँछ होइन, उत्साह चाहिँ देखिन्छ। त्यो मान्छेको एउटा तपाईँको स्वाभाविक चरित्र पनि हो। तर के भने अब हामीले त यस्ता उथल पुथल त तपाईँको धेरै देखेका छौँ होइन, हामीले धेरै भोगेका छौँ। त्यस कारण चाहिँ तपाईँको म चाहिँ यसबाट चाहिँ त्यति उ चाहिँ छैन हेर्नुहोस्, आकर्षित चाहिँ म चाहिँ छैन। र मैले तपाईँको यहाँ हाम्रा तपाईँको साथीहरू पनि त्यति चाहिँ आकर्षित चाहिँ छैनन् हेर्नुहोस्। अब यो तपाईँको 1000 जना भएको ठाउँमा 2-4 जना यताउति हुने भनेको कुरो त तपाईँको त हिजो पनि भएको थियो होइन। र
र अहिले पनि छ त्यो चाहिँ सामान्य त मैले चाहिँ त्यसलाई तपाईँको एउटा निर्वाचनको जीवनमा अब पार्टीको चाहिँ तपाईँको राजनीतिक जीवनमा मैले त्यसलाई स्वाभाविक रूपमा लिन्छु र हामी चाहिँ त्यति तपाईँको यहाँ निरुत्साहित चाहिँ हामी छैनौँ यहाँको सन्दर्भमा चाहिँ। अनि तपाईँलाई यो लाग्दैन चाहिँ पछिल्लो समयमा यो एमालेका चाहिँ कार्यकर्ताहरू रक्षात्मक हुने र पहिला जस्तो चाहिँ परिचालित नहुनुको कारण चाहिँ के होला? अहिले कारण के छ भन्नुहुन्छ भने नि म तपाईँले एउटा सानो उदाहरण दिन्छु नि। यो घोडालाई सदाउनको लागि पनि के त्यो मान्छेले मात्रै सक्दैन कि त्यसलाई घोडै चाहिन्छ हेर्नु तपाईँको त्यो। अब यो अहिले हाम्रो यो बिचमा के रह्यो भन्नुहुन्छ भने हामीले तपाईँको पार्टी जुन एकीकरण गरियो अनि माथिबाट जुन एकीकरण गरियो माओवादीसँगको एकीकरण त्यसले चाहिँ तपाईँको हाम्रो चाहिँ यो जुन सङ्गठन छ नि सङ्गठनलाई कमजोर बनाएको थियो कि हेर्नुहोस् त्यो कमजोर बनायो। कमजोर बनाइसकेपछि के भयो भन्नुहुन्छ भने तपाईँको त्यो 5-7 वर्षको पिरियडमा चाहिँ कार्यकर्ताहरू प्रशिक्षित हुन पाएनन् हेर्नुहोस् होइन। त्यसलाई चाहिँ हामीहरूले त्यो घोडाको नयाँ घोडालाई दाउँदा चाहिँ दाइराख्नु पर्थ्यो होइन। पहिला त हाम्रो तपाईँको स्कुलिङ भइरहन्थ्यो नि त, प्रत्येक 6-6 महिनामा तपाईँको पार्टीले तपाईँको प्रशिक्षणहरू कार्यक्रमहरू राख्थ्यो होइन। र त्यसरी कार्यकर्ता प्रशिक्षित हुन्थ्यो र चाहिँ तपाईँको उनीहरूमा सधैँ चाहिँ उत्साह र चाहिँ उमङ्ग फुर्ती होइन पार्टीप्रतिको मोह जागेर आउँथ्यो। अब यो तपाईँको अब त्यो माओवादीसित त्यो एकीकरण गरिसकेपछिको तपाईँको कति सालको कुरा यो सायद 74 सालको कुरा हो होइन। 74 सालको निर्वाचनमा हामी भएर गएको हो। त्यतिखेर तपाईँको त्यो एकीकरणले चाहिँ तपाईँको त्यसलाई चाहिँ असर पुर्यायो कि। अनि मेन कुराहरू चाहिँ माओवादीसँग चाहिँ जुन एकीकरणको कुरा गरेर त्यस पछाडिको निष्क्रियताको कुरा गर्नुभयो, त्यस पछाडि पनि अब माओवादी र एमाले चाहिँ आफ्नो बाटो लागेको पनि थुप्रै समय भयो। यो परीक्षण गर्नुपर्ने र समय त चाहिँ परीक्षण गर्ने समय पर्याप्त थियो। त्यस पछाडि एमाले चाहिँ किन चाहिँ त्यो पहिलाको लयमा फर्किन सकेन? त्यो फर्किन सकेन। त्यो चाहिँ तपाईँको के भयो भन्नुहुन्छ भने अब त्यो के भने यो 4-5 वर्ष ग्याप रह्यो नि त। त्यो उनीहरूसित एकीकरण गरिसकेपछि हामीलाई मिनिमम तपाईँको 3 वर्ष ग्याप रह्यो कि हेर्नुहोस् त्यहाँ। अब त्यो 3 वर्षको ग्याप भनेको कुरा कति फरक पर्दो रहेछ भन्नुहुन्छ भने तपाईँको त्यसले तपाईँको लगभग 1 पुस्तालाई हान्नु प्रहार गर्दो रहेछ कि हेर्नुहोस्। त्यो बिचमा तपाईँको मान्छे प्रवेश गर्यो, प्रवेश गरिराखेको छ मान्छे नेकपा एमालेमा तपाईँको मान्छे प्रवेश गरिराखेको छ। जति प्रवेश गरिराखेको छ त्यसलाई हामीले प्रशिक्षित गर्न सकेका छैनौँ, शिक्षित पनि गर्न सकेका छैनौँ। खालि एउटा कुरा के भन्दा झन्डा दिएका छौँ, पठाइदिएका छौँ हेर्नुहोस्। त्यो हेर्नुहोस् है त। अनि त्यही झन्डा बोकेको उसमा आइडेन्टिटीमा आएर ऊ चाहिँ तपाईँको नेतृत्वमा पनि आइसकेका छ। यहाँ हरेक उसमा तपाईँको निकायमा तपाईँको नेतृत्वमा बसिरहेको छ। पार्टी चाहे पार्टीका जनसङ्गठनहरूमा होस्, चाहे तपाईँ पार्टी निकायमा होस्, चाहे तपाईँको संसदीय क्षेत्रमा होस् होइन। ऊ चाहिँ तपाईँ समाहित त भइसकेको छ। तर के छ भने स्कुल तपाईँको ऊ पार्टीको राजनीतिबाट ऊ प्रशिक्षित छैन हेर्नु। प्रशिक्षित नभएपछि के भयो भने तपाईँको एउटा तपाईँको दुवैपट्टि खुल्यो घर जस्तो भयो कि यतातिर पस्छ अर्कोतिर निस्केर हिँड्छ हेर्नुहोस् होइन। समस्या भने त्यो कुरा त्यसलाई समेट्ने कुरा तपाईँको त्यो पार्टीले चाहिँ यसमा ध्यान चाहिँ नपुर्याएको चाहिँ हो। अब यो केन्द्रले गर्नुपर्ने कुराहरू नि होइन। भनेको यो पार्टी चाहिँ एमाले पछिल्लो समयमा चाहिँ खालि सरकार टु त्यतिमा त्यही कुरो त्यसमा चाहिँ अल्मलियो के बढी चाहिँ त्यसमा अल्मलियो। प्रशिक्षित भएर पार्टी सङ्गठन चाहिँ रहिरहेको हेर्नुहोस्। त्यो सङ्गठन छ, त्यो पुरानै सङ्गठन छ हेर्नुहोस् है त। त्यो चाहिँ रह्यो तर प्रशिक्षित हुने काम चाहिँ भएन। प्रशिक्षित नहुने भएपछि के भयो त त्यसको असर चाहिँ? त्यो भएपछि त निष्क्रियता आउँछ मान्छेमा होइन। अब के हो र चुनाव हो भनेर भनिरहेको हुन्छ होइन। चुनाव हो ठिक छ भोट हाल्छु भनेर बसिरहेको हुन्छ कि मान्छे। अब हिजो चाहिँ के प्रशिक्षित भएको कार्यकर्ता के हुन्छ भने प्रतिवाद गर्न पनि तयार हुन्छ होइन। डिबेटमा पनि छलफलमा पनि अग्रसर हुन्छ। हरेक कुरामा तपाईँको उसले पर्फर्मेन्स गर्छ नि त्यो। अब यो सम्भावना छ कि छैन? एमाले पुरानै अवस्थामा चाहिँ जुन खालको उत्साह जुन सङ्गठनमा प्रशिक्षण स्कुलिङ चाहिँ थियो त्यो अवस्थामा आउने सम्भावना देख्नुहुन्छ कि देख्नु होइन? त्यो सम्भावना त आउनुपर्छ, आउँछ, ल्याउनुपर्छ नि त। त्यो कसरी ल्याउने, कसले ल्याउने होइन? त्यो चाहिँ तपाईँको अब पार्टी लिडरहरूले गर्नुपर्छ त्यो होइन। हामीले चाहिँ कुराहरू राख्नु पर्यो होइन।
सम्बन्धित ठाउँमा हामीले राख्नुपर्छ, त्यो जिम्मेवारी हाम्रो हो, अगुवा कार्यकर्ताहरूको जिम्मेवारी हो त्यो। र तपाईँको यसले पार्टीले चाहिँ यो व्यवस्था गर्नुपर्छ, त्यो मलाई लाग्छ यसले चाहिँ तपाईँको निकट भविष्यमा यो कार्यक्रम नै तपाईँको ल्याउँछ। स्कुल विभागहरू छन् हाम्रा, त तपाईँ संरचनाहरू त छन् नि।